नमस्ते। आज चलचित्र बनिदिने केटोको नयाँ भिडियोमा सन् 2018मा प्रदर्शित साउथ कोरियन चलचित्र मिसपेक लिएर आएको छु। बाल शोषण र हिंसामा आधारित यस चलचित्रले हाम्रो समाजको विकृति र लालचतापनलाई झल्काउन खोजेको छ। चलचित्रको सुरुवात जाङसप नाम गरेको प्रहरी जुङ म्यङसुक नाम गरेकी वृद्ध महिलाको मृत्यु भएको घरमा पुग्छ। वास्तवमा त्यो नाम गरेको वृद्ध महिलालाई जाङसपले धेरै पहिलादेखि खोज्दै आएको हुन्छ। ती महिलाको मृत्यु 1 महिना अगाडि भए तापनि मरेको पत्ता बल्ल लागेको हुन्छ। जाङसपले वृद्धको कोठामा एउटा फोटो फेला पार्छ। दृश्य सर्छ कार धोने काम गर्दै गरेकी मिस पेकमा, जसको असली नाम बेक साङ आ हुन्छ। जाङसप र मिस पेक सँगै खाना खान बस्छन्। पार्ट टाइम धेरै गर्ने मिस पेकको बानी जाङसपलाई मन परेको हुँदैन। उसले मिस पेकको आमाको लास फेला परेको हुन सक्ने जानकारी उसलाई दिन्छ। मिस पेक आमाको लास हेर्न जान्छन्, तर दाह संस्कार गर्न कुनै इच्छा नभएको भन्दै कुनै भावना नै बिना त्यहाँबाट जान्छन्। तर पनि राति उसले आमाको घर सफा गरिदिन्छन्। जाङसपकी दिदी जाङहु नामको होटेल हुन्छ, तर दिदीले जहिले भाइलाई बिहे कहिले गर्छस् भनेर किचिज गरिरहन्छन्। जाङसपले मिस पेकलाई बिहे गरेको हुँदैन, किन भन्दा मिस पेकलाई बिहे गर्ने इच्छा हुँदैन। पछि जाङसपको साथीले मिस पेककी आमा म्यङसुकलाई सन् 2007मा अपराधको लागि 6 वर्षको कैद भएको रेकर्ड देखाउँछ। म्यङसुकले त्यो बेला मिस पेकलाई जबरजस्ती गर्न खोजेको केटालाई गाडीले हानिदिएकी हुन्छन् र जाङसपले मिस पेकलाई त्यो केटासँग घाइते अवस्थामा पहिलो पटक भेटेको हुन्छ। बलात्कारको प्रयास गर्ने केटाको बुवा कम्पनीको साउ भएकोले सजाय दिन सकिएको हुँदैन। वर्तमानमा जाङसपले मिस पेकलाई बिहे गरौँ भनेर प्रस्ताव राख्छ, तर मिस पेकले उसको प्रस्ताव ठाडै टुक्राइदिन्छन् र म जस्तो केटी भन्दा अरू राम्रो केटी खोज्नु भन्छन्। मिस पेकले नखोज्नु भन्दा भन्दै जाङसपले मिस पेककी आमालाई खोजिदिएको हुन्छ। वास्तवमा मिस पेककी आमाले ऊ बच्चा हुँदा रक्सी धेरै पिएर पिट्ने गरेकी हुन्छन्। राति मिस पेक घरबाट बाहिर निस्किँदा त्यस्तो जाडोमा एउटी सानी बालिका काप्दै बसिरहेको देख्छिन्। उसले ती बच्चीलाई ज्याकेट लगाउन दिएर तातो खाना खान लान्छन्। बालिकाको नाम जिउन हुन्छ। उसको घरमा बुवा मात्र भएको बताउँछिन् र हातभरि चोटको निशानहरू हुन्छन्। त्यही बेला एउटी महिला आएर जिउनलाई चिने झै गर्छिन्। मिस पेक जानै लाग्दा जिउनले उसको हात समात्छिन्, त्यही पनि ती महिलाले जिउनलाई लिएर जान्छन्। घर पुगेकी मिस पेकलाई जिउनको यादले सताउँछ। उता जिउन भने आफ्नो घरको टोयलेटमा थुनिएकी हुन्छन्। उसलाई लाने महिला जु मिक्याङ चर्चको स्वयंसेविका हुन्छन्। जीवनको बुवा चढ्या भएकोले जीवनको लागि आउने सरकारी भत्ता पनि कटौती हुने जानकारी मिक्याङले पाउँछिन्। मिस पेक अर्को पार्ट टाइम मसाज पार्लरमा काम गर्दै गर्दा त्यही महिला मिक्याङ आइपुग्छिन्। उसले मिस पेकलाई जीवन आफ्नो छोरी नभएको बताउँछिन् र केटा साथीले जन्माएको छोरी आफूले पालिरहेको भन्छन्। धेरै वर्ष छोरीलाई पनि सँगै पाल्दा एकदम गाह्रो भएको बताउँछिन्। जीवनको बुवा इलगोन भने भिडियो गेम मात्रै खेल्ने 1 नम्बरको चढ्या हुन्छ। मिक्याङले बाथरुममा आफ्नो मेकअप पखाल्छिन् र रिसको झोकमा जीवनलाई पिटेर चिसो पानी खनाइदिन्छन्। मिस पेक आफ्नी आमाको घरमा बस्न थालेकी हुन्छन्। जाङसपले आमा म्यङसुकलाई हेरविचार गर्ने स्वयंसेविकालाई भेट्न जान्छ। म्यङसुकले उसलाई आफ्नो पति गुमाएपछि डिप्रेसन भएको र रक्सी धेरै पिएर छोरीलाई पिट्ने गरेको थिए भन्ने कुरा बताएकी हुन्छन्। त्यस दिन पनि बाटोमा हिँड्दै गर्दा मिस पेकले जीवनलाई उभिरहेको अवस्थामा देख्छिन्। उसको खुट्टाभरि पिटाइका डामहरू हुन्छन्। आफ्नो बाल्यकाल पनि पीडामा बिताएकी मिस पेकले आफूले आफूलाई रोक्न सक्दिनन्। उसले जीवनको लागि कपडा किनिदिन्छन् र खाना खान दिन्छन्। जीवनले घरमा आफूलाई पिटेपछि खानाको लागि 100 रुपियाँ दिने गरेको बताउँछिन्। सहन नसकेर मिस पेकले उसलाई प्रहरी चौकीमा लान खोज्छिन्, तर जीवन जान मान्दिनन्, किनभने त्यहाँ गयो भने प्रहरीले फेरि घरमा फोन गरिदिने हुन्छ। जीवनको जाने ठाउँ कहीँ नभएपछि मिस पेकले उसलाई फन पार्कमा लिएर जान्छन् अनि समुद्री किनारमा जीवनले मिस पेकको हात समातेर धन्यवाद भन्छन्। एकछिन सँगै समय बिताए पनि दुईजनामा सम्बन्ध विकास भइसकेको हुन्छ। राति मिस पेकले जीवनलाई घरमा पुर्याइदिन्छन्। उसको बुवाले निक्लिने बित्तिकै एक लात हान्छ। मिस पेक रिसाएर जीवनलाई बचाउन भित्र छिर्छिन्। भित्र भएकी मिक्याङ उल्टै जङ्गेर किन मेरो घरमा छिरेको भन्दै मिस पेकसँग मुखामुख गर्न थाल्छिन्। उसले 1 करोडमा बच्चालाई किन भनेपछि मिस पेकले हात उठाइहाल्छिन्। सबैजना ठाडै प्रहरी चौकीमा पुग्छन्। शरीरको घाउ के हो भनेर सोधिँदा
मिग्यङ अगाडि नै भएको कारण जिउनले लडेको थिए भन्ने बताउँछिन्। मिसपेकले बाल हिंसा भएको देखेको भन्दै पनि प्रमाण नभएकोले प्रहरीले केही गर्न नसक्ने बताउँछ। त्यही बेला जाङसप आइपुग्छ र मिसपेकलाई लिएर जान्छ। जाङसपले बाल गृहमा फोन गरेर बुझ्दा ठाउँ नभएकोले जिउनलाई राख्न नसक्ने जवाफ आउँछ। त्यस दिनको 2 दिनपछि बाल केन्द्रबाट जिउनको स्थितिलाई बुझ्न मान्छेहरू उसको घरमा आउन लागिरहेका हुन्छन्। मिग्यङले इल्गोनलाई त्यो दिनसम्म जिउनमाथि हात नउठाउन भन्छन्। जिउनलाई भने हात बाँधेर बरान्डामा राखिएको हुन्छ। मिसपेकले आफ्नो मसाज पार्लरको काम पनि छोडिदिन्छन्। जिउनले धाराको पानी पिउनै लाग्दा इल्गोनले पानी नपी, पानी पिस भने त बाँच्छस् त भन्छ र उसको घाँटी निचार्न थाल्दै गर्दा ढोकामा घन्टी बज्छ। मिसपेक आएकी हुन्छन्। केही बेर घन्टी बजाउँदा पनि ढोका नखोलेपछि मिसपेक त्यत्तिकै फर्किन्छन्। जिउनले झ्यालबाट मिसपेकलाई बोलाउन खोज्छिन्। मिसपेक भने सामान सबै प्याक गरेर कतै जान लागेकी हुन्छन्। जाङसपले गाडीमा उसलाई पुर्याउन जान्छ। जिउन बाथरुमको झ्यालमा चढेर बाहिर निस्किन थाल्छिन्। मिसपेकले पनि गाडी रोक्न लगाउँछिन् र जिउन भएतिर दौडिन थाल्छिन्। जिउन झ्यालबाट तल भुइँमा झर्दा उसको अवस्था धेरै नाजुक भइसकेको हुन्छ। अन्ततः जिउन र मिसपेकको फेरि भेट हुन्छ। दुवैजनाको आँखाबाट आँसु झर्न थाल्छन्। मिसपेकमा आत्मग्लानीका साथै जिउनप्रतिको माया हुन्छ। उसले जिउनलाई बोकेर अस्पतालमा लान्छिन्। अस्पतालबाट निक्लेर ट्याक्सीमा जाँदै गर्दा जिउनले मिसपेकको अङ्गालोलाई छोड्दिनन्। जाङसप भने मिसपेकलाई खोज्दै जिउनको घरमा पुग्छ। भित्र इल्गोनले ढोका खोल्छ। जाङसपले घरभित्र केही त गडबड छ भनेर शङ्का गर्छ। पछि जिउन हराएको खबर मिग्यङले पनि पाउँछिन्। जाङसपले भने नजिकको पसलको सिसिटिभीबाट जिउनलाई मिसपेकले लगेको देख्छ। मिसपेकले जिउनलाई होटेलको बाथरुममा आफ्नो ढाडमा भएको निशान देखाएर हामी दुवैजना उस्तै हौ भन्ने बताउँछिन् र अरू केही गर्न नसके पनि म तिम्रो छेउमै बसेर तिमीलाई सुरक्षा दिनेछु भन्छन्। जिउनले पनि म पनि तपाईँलाई सुरक्षा दिन्छु भनेर बताउँछिन्। मिसपेकले बल्ल बल्ल जाङसपलाई कल गर्छिन्। उसले 8 वर्ष अघि आमाले घरमा चिठी पठाएको बेला आमाको हालतको बारे थाहा पाएर एकदम लाज लागेको थियो भन्ने बताउँछिन्। जाङसपले तिम्रो आमाले तिमीलाई बचाउनको लागि छोडेको थिइन् भन्ने बताउँछ। फ्ल्यासब्याकमा रक्सीले फिट्टान आमा बिउजिँदा छेउमा सानी मिसपेक रगताम्य अवस्थामा लडिरहेकी हुन्छन्। आमाले बेगलाई उठाएर रुन थाल्छिन् र अस्पताल लिएर जान्छन्। आफूले गर्दा छोरीको हालत यस्तो भएकोमा आमाले आत्मसमर्पण गर्न खोज्छिन्। आत्मग्लानीले गर्दा उनी भावुक भएर रुन थाल्छिन्। केही दिनपछि आमाले मिसपेकलाई बाल केन्द्रमा लगेर छोडिदिएकी हुन्छन्, आफूले गर्दा छोरीको नोक्सानी होला भनेर। यो कुरा थाहा पाए कि वर्तमान कि मिसपेक भावुक भएर भक्कानिँदै रुन थाल्छिन्। इल्गोन र मिग्यङ भने घरबाट बाहिर निस्किन्छन्। किन भन्दा बाल शोषणको आरोपमा पक्राउ पर्यो भने जेल सजाय हुने भएकोले। हुँदा इल्गोनले उल्टे प्रहरी चौकीमा छोरी हराएको रिपोर्ट गर्छ। पसलकी साउनीले एउटी महिलाले बच्चालाई उठाएर लगेको देखेको प्रहरीलाई बताउँछिन्। इल्गोनले छोरीलाई अपहरण गरिएको रिपोर्ट गर्छ। प्रहरीहरू जिउनको घरमा पुगेर जाँच्न थाल्छन्, तर इल्गोनलाई छोरीको बारेमा केही पनि थाहा हुँदैन। प्रहरीहरूले मिसपेकलाई खोज्न थाल्छन्। जाङसपले बल्ल बल्ल दुईजनालाई भेट्छ र आफ्नी दिदीको होटेलमा लगेर जान्छ। उसले मिसपेकलाई बच्चा अपहरण भएको रिपोर्ट परेकोले बच्चा घरबाट भागेको थियो भन्ने प्रमाण पत्ता लगाउनु पर्ने बताउँछ। ऊ प्रमाण खोज्न जिउनको घरतिर लाग्छ। इल्गोनलाई भेट्ने बित्तिकै अपहरणको रिपोर्ट किन दिइस् भन्दै झन्डै एक दिइहाल्छ। नजिकैको मान्छेले हिजो राति एउटी बच्ची झ्यालबाट झुन्डेको देखेको बताउँछ। उसको गाडीको ब्ल्याक बक्समा जिउन झ्यालबाट हाम फालेको देखिन्छ। के गर्ने भए कि मिग्यङले जिउनलाई मारेर प्रमाण मेटाउने निर्णय गर्छिन्। उता दिदीको होटेलमा सुत्दै गरेकी जिउनलाई भने ज्वरो आउन थाल्छ। जाङसपले पक्राउ परेको इल्गोनलाई मिग्यङ कहाँ छ भनेर प्रश्न गर्छ। आफ्नै बच्चालाई मार्न खोजिसै भन्दै हात उठाउन थाल्छ। इल्गोनले उल्टै जङ्गेर म बच्चा आउँदा मैले पिटाइ खाँदा तिमीहरू कहाँ थियौ भनेर प्रश्न गर्छ। मतलब ऊ पनि बाल शोषणको पीडित हुन्छ। मिग्यङले जाङसपकी दिदीलाई कल गरेर होटेलमा खाना खान मन भएकोले एड्रेस पठाउन लगाउँछिन्। त्यही बेला मिसपेक भने फार्मेसीमा औषधि किन्न गएकी हुन्छन्। जाङसपले आफ्नो साथीलाई कल गरेर जिउन भएको ठाउँमा जान लगाउँछ। जिउन बिउजेर मिसपेकलाई खोज्न बाहिर निस्किँदा मिग्यङ आइपुगिसकेकी हुन्छन्। जाङसपको साथी पनि होटेल पुग्दा जिउन गायब भइसकेकी हुन्छन्।
मिसपेकले जीवन गायब भएको थाहा पाउँछिन् र दौडिन थाल्छिन्। जीवनलाई भने मिग्यङले लडाएर मार्नै लाग्दा धन्न सिसिटिभीले गर्दा रोकिन्छन् र मिसपेक पनि ठ्याक्कै आइपुग्छिन्। उसले जीवनलाई गाडीमा राखेकी मात्र के हुन्छन्, मिग्यङले उसको अनुहार सिसाले काटेर भाग्न थाल्छिन्। मिसपेकले उसलाई पछ्याउँदा जीवनले रोक्न खोज्छिन्। मिसपेकले जीवनलाई एक पाइला मात्र अघि बढाइस् भने म तँलाई कहिल्यै भेट्दिनँ भन्ने बताउँछिन् र मिग्यङलाई लखेट्न थाल्छिन्। मिग्यङले पहिला त जीवनलाई मार्न मन थियो, तर अब होइन, अब चाहिँ तडपाई आफ्नै छेउमा राख्ने बताउँछिन्। दुईजनाको कुस्ती पर्न थाल्छ। जाङसपले जीवनलाई देख्छ र मिसपेक भएतिर दौडिन्छ। मिसपेकले मिग्यङलाई ढुङ्गाले हानेर अन्त्येष्टि गरिदिने लाग्दा जाङसपले उसलाई रोक्छ। जाङसपले उसलाई गाडीको चाबी दिएर जीवनको आमा बन भनेर पठाउँछ। मिसपेक जीवन भएतिर अघि बढ्छिन्। जीवनको हात समातेर म यस्तो मान्छे भए पनि मसँग सँगै जान्छौ भनेर सोध्छिन्। जीवनले सँगै जान्छु भनेर जवाफ दिन्छन्। दुवैजनाको आँखाबाट आँसु झर्न थाल्छ। यसको 1 वर्षपछि जीवन जाङसप दिदी सँगै बस्न थालेका हुन्छन्। जीवनको बुवा र मिग्यङलाई 10 वर्ष र 15 वर्षको जेल सजाय सुनाइएको हुन्छ। जीवन अरू बच्चाहरू चाहिँ विद्यालय जान थाल्छिन्, साथीहरूसँग सँगै खेल्न थाल्छिन्। विद्यालयको बाहिर जीवन र मिसपेकको दृश्यबाट चलचित्रको समाप्ति हुन्छ। बाल शोषण र हिंसाले शोषकको निजी खुसी र चाहना त पुरा होला, तर त्यसको असर त्यस बालकलाई जीवनभर पर्नेछ। बाल शोषण र हिंसालाई जरैदेखि उखेल्न सहभागी मात्र होइन, बाल शोषण देख्दा चुप लागेर नबस्नुहोला। तपाईँको सानो प्रयासले कसैको जीवन सुध्रिन सक्छ, बाँच्न सक्छ। आजको भिडियो तपाईँहरूलाई कस्तो लाग्यो? मन परेको छ भने सब्सक्राइब गरी बेल आइकन दबाउन नबिर्सिनुहोला। अर्को भिडियो लिएर आउने बाचाका साथ आज बिदा हुन्छु। नमस्ते।